डिपेन्डेन्ट त जान मिल्छ एज युजुअल सबैलाई थाहा भएको कुरा हो यो विथ योर चाइल्ड चाहिँ विदेश जान अलिकति गाह्रै पर्छ कति कपालहरूले चाहिँ विदेश जान मन गर्नुहुन्छ आफ्नो फ्युचर हेर्छु भनेर पनि जान चाहिँ इच्छा गर्नुहुन्छ तर आफ्नो बच्चाको कारणले गर्दाखेरि चाहिँ विदेशको प्रोसेस चाहिँ उहाँहरूले ड्रप गरेर बसिराख्नु भएको हुन्छ आज यस्ता महानुभावहरूका लागि चाहिँ मैले एकदमै राम्रो इन्फर्मेसन लिएर आएकी छु ध्यान दिएर सुन्नु होला अब तपाईले आफ्नो बच्चालाई पनि सँगै लिएर विदेश जान सक्नुहुन्छ कन्ट्रीको नाम चाहिँ फिनल्यान्ड हो तपाईको अलि लामो ग्याप छ भने ग्याप पनि एक्सेप्ट गर्छ यो कन्ट्री लिएर तपाईको आइएल्स छैन तपाईले कुनै पनि इंग्लिश कोर्स गर्नु भएको छैन भने पनि तपाईले अप्लाई गर्न चाहिँ मिल्छ मतलब विदाउट आइएल्स पीटी तपाईले यो देशको लागि चाहिँ आफ्नो एप्लिकेसन दिन सक्नुहुन्छ अनि अर्को राम्रो पार्ट के छ भने तपाईले चाहिँ आफ्टर 4 इयर्स चाहिँ पीआर पनि पाउन सक्नुहुन्छ र भिजा सक्सेस रेट पनि एकदमै हाई छ प्रोसेसिङ एकदम सजिलो हुन्छ नि त यहाँको त्यो कारणले पनि भिजा सक्सेस रेट एकदमै हाई छ अब आफ्नो बच्चा छोडेर जाने चिन्ता चाहिँ छोड्दिनुस् आफ्नो बच्चा आफ्नो वाइफका साथमा चाहिँ फिनल्यान्ड गएर आफ्नो फ्युचर चाहिँ सेक्युर गर्नुहोस्